Hello everyone, welcome back to my YouTube channel. This is me, Sujana Acharya. अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ एकदमै फिट एन्ड फाइन छु। अनि हजुरहरूकोतिर चाहिँ मौसम कस्तो छ? यहाँ चाहिँ एकदमै 2 दिन अगाडि चाहिँ मस्त हिउँ परेको थियो। अनि आज चाहिँ यु क्यान सी सानो घाम लागेर चाहिँ आनन्द आइरहेको छ। सो हामी चाहिँ आज चाहिँ सन्डे हो अनि अहिले चाहिँ हामी जाँदैछौँ पार्क। पार्कको नाम चाहिँ के हो रे बेबी? पार्कको नाम के हो रे? ग्योदा पार्क। गाइज यु क्यान सी यहाँ कति मजाले लटरम्म सुन्तला फलेको छ। तर हामीले यो छुन पनि पाउँदैनौँ, खान नै पाउँदैनौँ। कुहिरहेछ यार भुइँमा। अब हामी लेफ्ट हो, उता गएर क्रस गरेर अनि आउनु पर्यो। नेपालमा भएको भए हामी यहीँबाट क्रस गरिदिन्थ्यौँ गाइज। यहाँ चाहिँ एकदम धेरै रुल्स फलो गर्नुपर्छ। अब हामी यहाँ जानुपर्छ होइन, यहाँबाट हामी जाने हो त्यो पार्कमा। तर त्यहाँ पर ब्ल्याक कार आइरहेको छ नि, त्यो ठाउँमा गएर क्रस गरेर अनि यत्रो हिँडेर आउनु पर्यो। यहाँ छ हाम्रो म्याक। कहिले आउने हो अब हामी म्याक? यहाँ हेर्नुहोस् गाइज हिमाल। हजुर यहाँतिर चाहिँ यो सिस्टम रहेछ, तर ओसाकातिर चाहिँ आफै हाल्नु पर्दैन। ओसाकातिर चाहिँ ए हो, यो चाहिँ पेट्रोलको प्राइस लेखेको होइन, त्यो माथि 145 के हो लेखेको, अनि तलको 156 139 भनेको नि तलको। प्लिज नबुझ्ने भएपछि यस्तो दुःख पाइन्छ गाइजहरू। म चाहिँ हजुरहरूलाई यही भन्न चाहन्छु कि हजुरहरू चाहिँ मजाले पढेर आउनुहोस्। डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ भने पनि पढेर आउनुहोस्, स्टुडेन्ट वर्किङ जेमा आउँदै हुनुहुन्छ भने पनि ल्याङ्ग्वेज चाहिँ एकदम मजाले पढेर आउनुपर्ने हुन्छ। किन भन्दाखेरि मैले नपढेर एकदम दुःख पाइरहेको छु। सो गाइज हामी चाहिँ पार्क जानलाई चाहिँ फुजी गार्डन वर्क्स यहाँबाट चाहिँ इन्ट्री गरिसकेछौँ। राम्रो छ जस्तो छ है, खोला पनि छ जस्तो छ है बेबी? यो अटममा त मजाले पातहरू झरेर कस्तो राम्रो देखिन्छ होला कि यहाँनिर है। त्यही टाइपको ट्री जस्तो लाग्यो कि मलाई, त्यो अरेन्ज कलरको पात फुल्ने। गाइज हामीलाई स्क्याम गर्यो गुगलले। यस्तो भएको छ पार्क चाहिँ उजाड। तर अहिले विन्टर भएर नि त होला नि। गुगलमा हेर्दा त कस्तो ग्रिनेरी, पोखरी अनि बस्ने ठाउँ सबै देखाएको थियो कि गाइज। यहाँ आएर हेर्दाखेरि त अर्को ठाउँ हेर्छ हो। अब कस्तो हुन्छ एक्सपेक्टेसन चाहिँ नराखौँ त्यो ठाउँमा पनि, किन यो विन्टर छ नि त अहिले। विन्टर भएको भएर चाहिँ हो। सो गाइज हामी चाहिँ घुम्दा घुम्दै नेपाली रेस्टुरेन्टको अगाडि आइपुगिसकेछौँ। अनि मलाई जस्तो पकौडा खानु मन लागिरहेको थियो कि, अनि अब हामी यहाँ पकौडा खान्छौँ। हजुरले के खाइसिन्छ? तन्दुरी। हेरौँ भित्र गएपछि माइन्ड चेन्ज हुन सक्छ उहाँको। Keep watching guys. यहाँ चाहिँ अलि राम्रो पार्क रहेछ है। एक्सपेक्ट धेरै गरेन भने चाहिँ राम्रो पाइन्छ कि। वाउ राम्रो रहेछ त यताको। नेपाली रेस्टुरेन्टमा पस्यौँ नि त, अनि पुरै चिसो भइरहेको हिमाल देखिरहेछ गाइज। यहाँ पिस छ कि, बिचबाट हिँडौँ न, यहाँबाट हिँडौँ न।
तर यो लेउ लागेको रहेछ, चिप्लो हुन्छ नि यहाँ। यही हो बेबी पार्क। अटोमा चाहिँ यो पातहरू पुरै झर्छ यो रोडमा। अहिले जाडोमा चाहिँ पुरै उजाड देखिरहेको छ, पातहरू पुरै झरेर। ओ चिप्लो रहेछ यो एकदमै। नाइस नाइस। अँधेरो हुन लागिसक्यो नि त गाइज। मलाई कस्तो एक दुईवटा फोटो खिच्नु मन थियो। अझै उता जाने हो, हेरौँ न। के को हिमाल त मलाई देख्दा देख्दा अब त यो हिमाल हाम्रै हो, कहीँ जाँदैन, सधैँ देख्न पाइन्छ जस्तो भइसक्यो के। गर्मीमा चाहिँ देख्न पाइँदैन होला है। किनभने होइन गाइज, जापानमा चाहिँ एकजना दाइले भन्दै हुनुहुन्थ्यो कि यो नेपालको जस्तो हिमाल होइन नानीहरू, यो चाहिँ पहाडमा हिउँ परेर चाहिँ यस्तो देखेको हो भन्दै हुनुहुन्थ्यो। नेपालको जस्तो हिमाल चाहिँ यहाँ पाइँदैन, यहाँ छँदा पनि छैन। त्यही भएर त नेपालमा सबैभन्दा हाइएस्ट। वाउ, यतापट्टि साइडमा, मेरो साइडमा हेर्नुहोस् त गाइज, यहाँ साइडमा चाहिँ बच्चाहरूलाई खिलाउने रहेछ यहाँनिर। जाउँ। ए ओ माई गॉड, यस्तो रहेछ यहाँ है। त्यहाँनिर चाहिँ खेल्ने यस्तो रहेछ। यहाँ चाहिँ यस्तो हराभरा ठुलो रहेछ एकदमै यो पार्क। हामी ढिलो आयौँ के है, अँधेरो भइसक्यो, किचिक 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 भइरहेको यहाँनिर। त्यो अस्तिको हिउँ जस्तो छ कि यहाँनिर, हिउँ पर्दा कस्तो राम्रो भएको थियो होला यहाँ। हिउँ पर्दा त कस्तो राम्रो भएको थियो होला कि यहाँनिर। यो चाहिँ के हो, स्टेज। यहाँ घडी पनि रहेछ। हजुर, यो भ्लग अब मेरो भोलि मात्रै सकिन्छ जस्तो। मेरो ज्याकेट चिक्क हुँदो रहेछ हजुरलाई, सकि नसकेको लगाउँदै हुन्छ मेरो ज्याकेट, तर तातो हुन्छ यो मेरो ज्याकेट। म मान्छे राम्रै हो नि। अब चाहिँ हामी नेपाली रेस्टुरेन्ट जाँदैछु गाइज। सी यू एट नेपाली रेस्टुरेन्ट। हामी चाहिँ अघि अँधेरो हुन्छ अनि अँधेरो भएपछि केही देखिँदैन भनेर चाहिँ त्यहाँ अर्डर गरेर चाहिँ अनि हामी आएको हो के। एकछिन भयो नि, छिटो छिटो घुमिहालौँ भनेर आएको। अब चाहिँ हामी जाँदैछौँ। किप वाचिङ गाइज। हाम्रो नेपाली रेस्टुरेन्टको नाम चाहिँ गणेशा हो है गाइज। ओ माई फ्रेन्ड गणेशा, तू रहना साथ हमेशा। बेबी त्यो गणेशाको ए के त्यो क्यारेक्टर के मेरो चाइनिज नेमको क्यारेक्टर जस्तो रहेछ कि गणेशा। म अहिले पछि हजुरलाई देखाउँछु कस्तो छ मेरो चाइनिज नेमको क्यारेक्टर। त्यो उता माथिको क्यारेक्टर त्यस्तै छ कि मेरो सु गणेशा छ त, त्यो माथिको हो, त्यो मेरो चाइनिज नेमको क्यारेक्टर त्यस्तै छ कि फर्स्टको चाहिँ। Enter here, guys. This one is complimentary soup है। हामीले जति पनि थपी खान मिल्छ नि यहाँ। कस्तो मिठो छ यो सुप।
कस्तो छ त विङ्स? बब्बा हाई गाइज, अस्ति चाहिँ मैले भ्लग इन गर्न बिर्सेँ अनि अलि त्यस्तै परिस्थिति पनि अलि भ्लग इन गर्ने खालको थिएन, किनभने हामी अर्को नेपाली रेस्टुरेन्ट गएको थियो हाम्रो रुम नजिकैको, अनि त्यहाँनिर चाहिँ लाउड म्युजिक बजिरहेको थियो। सो मैले त्यो दिनमा चाहिँ भ्लग इन गरिनँ। अनि हिजो मलाई पुरै अलि सन्चो भएन अनि म अलि रेस्ट लिएर बसेँ। सो आज चाहिँ म एकदम बाहिरको मौसम त एकदमै जाडो छ, यहाँ पानी परिरहेको छ, अनि त्यही भएर चाहिँ आज हामी गदको दाल खाँदैछौँ। सो म गदको दालको रेसिपी, मेरो रेसिपी म हजुरहरूलाई सेयर गर्दै म भ्लग यहीँ इन गर्छु। गदको दाल पकाउनको लागि चाहिँ अलिकति टाइम लाग्छ, राम्रोसँग पाक्दैन, त्यही भएर म चाहिँ त्यसलाई पहिला 4-5 सिटी लगाउँछु त्यसलाई, अनि त्यसपछि म पकाउन स्टार्ट गर्छु। यसमा नुन तेल बेसाएर राखिसकेँ। अब यो चाहिँ 3-4 सिटी चाहिँ मजाले लगाउने। बास्ना आएको छ गाइस, यो चाहिँ बोइल भइसक्यो। अब चाहिँ हामी यसलाई पकाउँछौँ नि त। सो गाइज, मैले दालको रेसिपी चाहिँ हजुरहरूलाई देखाइहालेँ। हजुरहरूलाई मन पर्यो भने डु कमेन्ट। अरू खानाहरूको पनि म रेसिपी लिएरै हाल्छु। हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। अनि त्यसपछि 2 दिनपछि चाहिँ अब न्यू इयर छ, सो म न्यू इयरको पनि भ्लग लिएर आइहाल्छु। अनि अब म ट्राई गर्छु कि विकमा एउटा भ्लग चाहिँ अपलोड गर्ने ट्राई गर्छु। प्लिज सपोर्ट मी गाइज, पुस गरिदिनु होला हजुरहरूले। अनि यतिन्जेलसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। कति हल्ला गो। सो गाइज, बाई बाई।